नमस्कार नेप्सपमा फेरि पनि स्वागत छ। सो जेनरली डोजी क्यान्डल पछि चाहिँ जुन डिरेक्सनतिर चाहिँ प्राइसले इनिसियली देखाउन सक्छ त्यही डिरेक्सनमा चाहिँ चलेको चाहिँ हामी नर्मली चाहिँ देखिरहेको हुन्छ, प्रोबेबिलिटी चाहिँ हाई हुन्छ भनेको थियौँ भने होइन। अपवर्ड डिरेक्सनतिर चाहिँ सलिड एउटा चाहिँ मुभ लिएर आएको छ भने त्यसलाई चाहिँ कन्टिन्यू गरेर चाहिँ आज 2660 क्लोज हुनु पुगेको छ। हामी इन्डिभिजुअल सेयरहरूको कुरा गर्छौँ भने सो फर्स्टमा एनआरएन, सेकेन्डमा युएनएचपिएल, अनि चाहिँ बिबिसिएलको कुरा हुनेछ। अब नेप्सेले सलिड तपाईँको पर्फर्मेन्स दिइरहन सक्छ भने अनि हाई इन्ट्रेस्ट भएको सेयरहरूमा चाहिँ होइन बढ्ने चान्सहरू चाहिँ एकदम हाई हुन्छ। सो पहिला चाहिँ नेप्सेमै गएर कुरा गरौँ, डेली क्यान्डलबाट कुरा सुरु गरौँ। फ्राइडेको भिडियोमा भनेको थियौँ जुन यो विकहरूपछि चाहिँ जेनरली चाहिँ जहाँ चाहिँ प्राइस मुभ हुने गर्छ त्यसको प्रोबेबिलिटी चाहिँ त्यही डिरेक्सनमा कन्टिन्यू हुने प्रोबेबिलिटी चाहिँ हाई हुन्छ भन्दै थियौँ। भने सन्डेको क्यान्डलले एउटा स्ट्रङ बाइङ इनिसिएटिभ चाहिँ ल्याएको थियो, त्यसलाई चाहिँ कन्टिन्यू गरेर चाहिँ आज 2660 बजार क्लोज हुन पुगेको छ। होइन भोल्युमको कुरा गर्छु भने अझै पनि भोल्युम चाहिँ आइसकेको छैन, अझै पनि क्यापिटलहरू चाहिँ फ्लो हुन सकिसकेको छैन बजारमा, रेगुलर इन्भेस्टरहरू आइसकेको छैनन्। अनि अर्को कुरा असरमा सन्दको प्रेसरले पनि होइन लिक्विडिटी चाहिँ हल्का फुल्का दबाएर राखेको जस्तो पनि हामी देख्न सकिरहेको छौँ। सानो भोल्युमले पनि होइन बजारलाई चाहिँ बढाउन सकिरहेको छ। अहिले रेजिस्टेन्सहरू ब्रेक गर्दा चाहिँ राम्रो चाहिँ तपाईँको बाइङ भोल्युम पनि चाहिने चाहिँ हुन्छ, तर अहिलेलाई चाहिँ हामी राम्रो सिग्नलहरू चाहिँ देखिरहेको छौँ। कन्सोलिडेसन जोनको बटमतिर गएर चाहिँ एउटा राम्रो बाइङ प्रेसर चाहिँ बजारले यहाँ ल्याउन सकेको छ। त्यसो नर्मल रेन्जमै चलिरहन्छ भने अहिलेको लागि टार्गेटहरू चाहिँ 2700को रेन्जहरू हुनेछन्। सहजै पनि बजारमा चाहिँ केही मुभ चाहिँ बाँकी नै छ जस्तो देखिरहेको छौँ। अनि सो डेली क्यान्डलहरू पनि बोल्ड फर्म भइरहेको छन्, अहिले सलिड मोमेन्टम चाहिँ देखाउन सकिरहेको छ। सो जुम इन गरेर आवर्लीमा हेर्छौँ भने प्रिभियस हाईलाई चाहिँ अहिले ब्रेक गर्न सकिरहेको छैन। सो प्रिभियस हाईमा गएर कुन लेभलको रेजिस्टेन्स यहाँ फेस हुनेछ पनि हामी हेर्नुपर्ने हुन्छ। मेन चाहिँ हाम्रो 2681 2684हरूको रेन्जमा चाहिँ सलिड यहाँबाट सेलिङ प्रेसर चाहिँ देख्छौँ भने एक्सपेक्ट गर्न सक्छौँ। अनि यो रेन्जलाई पनि राम्ररी चाहिँ चिरेर जान सक्छ भने त्यसपछि भने 2730हरूको रेन्जहरू हुने भइहाल्यो। त्यसपछि हामी फेरि पनि होइन बुलरनहरूको कन्टिन्यू गर्ने, पहिल्यै ब्रेक गर्न गाह्रो मानेको जुन रेजिस्टेन्स छ त्योतिर गएर पनि अनि केही ब्रेक गर्ने हो, फेरि पनि बुलरनको स्टार्ट हुने हो भने कन्भर्सेसनहरू चाहिँ सुरु नै हुनेछ। र त्यही पनि यो असार मसान्तको प्रेसर छ, त्यसको लागि चाहिँ असार मसान्तको प्रेसरहरू चाहिँ पुरै क्लियर हुनुपर्ने, अनि त्यसपछि चाहिँ प्रोबेबिलिटी म्याक्सिमम चाहिँ हुने त्यहाँबाट बुझ्न सकिन्छ। सो अरू खासै केही इम्पोर्टेन्ट प्याटर्नहरू त्यस्तो केही फर्महरू भइरहेको चाहिँ छैनन्। सो मेन कुरा भने चाहिँ 2680को रेजिस्टेन्सहरू चाहिँ कसरी फेस गर्छ हामीले त्यहाँ चाहिँ हेर्नुपर्ने हुन्छ। अनि होइन स्लाइड करेक्सनहरू चाहिँ हामीले एक्सपेक्ट गर्नुपर्ने हुन्छ। बजार चाहिँ फेरि पनि पोजिटिभ मोडमा चाहिँ आएको जस्तो चाहिँ हामी देख्न सकिरहेको छौँ। इन्डिभिजुअल सेयरहरूतिर छौँ, एनआरएनको हामी कुरा गर्दै थियौँ पहिला पनि एउटा कन्सोलिडेसन प्याटर्न जस्तो चाहिँ साइडवेज प्याटर्न जस्तो चाहिँ फर्म भएको छ भन्दै थियौँ होइन। सपोर्ट जोनले चाहिँ राम्ररी होल्ड गरेको, त्यसपछि एउटा डिक्लाइनिङ रेजिस्टेन्स जोन चाहिँ यहाँ फर्म भएको जस्तो चाहिँ देखिरहेको थियौँ। सो लङ टर्मबाट हेर्छौँ भने एकदम चाहिँ स्ट्रङ मुभहरू चाहिँ लिएर आएको छ एनआरएनले। अनि एउटा कन्सोलिडेसन चाहिँ आउनु नै पर्ने थियो, अनि राम्रो चाहिँ 55 डेजको लागि चाहिँ स्ट्रङ एउटा साइडवेज मुभमेन्ट जस्तो पछि चाहिँ अहिले चाहिँ अहिले चाहिँ यो डिक्लाइनिङ रेजिस्टेन्सलाई चाहिँ ब्रेक गरेर चाहिँ पुगेको छ भने सँगसँगै प्रिभियसको रेजिस्टेन्सलाई पनि यहाँ टेस्ट चाहिँ गर्न पुगेको छ। अहिले 2159मा चाहिँ क्लोज हुनु पुगेको रहेछ। पहिला नि मेन्सन गरेको डिक्लाइनिङ रेजिस्टेन्स लाइनमा गएर चाहिँ ब्रेक हुन्छ भने एउटा साइड यहाँबाट बाइङ अपर्च्युनिटी चाहिँ फर्म गर्न सकिन्छ। सरको बाइङ अपर्च्युनिटी भनेको चाहिँ अबको करेक्सन पछि नै हुनेछ होइन। मेबी चाहिँ तपाईँको अझै पनि बाइङ प्रेसर ल्याएर त्यसपछि बल्ल 2159को रेन्जलाई चाहिँ एउटा ब्रेक एन्ड रिटेस्टको हिसाबमा फेरि पनि टेस्ट गर्ने हो कि, अथवा 2959को रेन्ज चाहिँ तपाईँको फेरि पनि होइन नगएर बिचतिरै कतैबाट चाहिँ फेरि पनि करेक्सन गरेर करेक्सनको एन्डमा चाहिँ फेरि पनि बाइङ प्रेसर देख्ने हो, त्यो चाहिँ मेन कुरा चाहिँ हेर्नुपर्ने हुन्छ। अहिले हेर्छौँ भने मोमेन्टम स्ट्रङ देखिरहेको छ, स्ट्रङ मुभ लिएर चाहिँ आएको जस्तो देखिन्छ। अझै पनि होइन इन्ट्रेस्टहरू चाहिँ हाई नै छ जस्तो देखिरहेको छौँ एनआरएनमा। ट्रान्ज्याक्सनहरू अनि टर्नओभरहरू हेर्छौँ भने चाहिँ एकदम हाई नै छ। सो यो त याद गर्नुपर्ने कुरा चाहिँ कतिको चाहिँ गेन चाहिँ आइसकेको छ होइन, अझै बढाउन चाहिँ कतिको गाह्रो हुनेछ, के अनुसारको मोमेन्टम चाहिँ यहाँबाट देख्न सक्छौँ त्यो चाहिँ हेर्नुपर्ने हुन्छ मेन कुरा। सर्ट टर्म र मिड टर्मको लागि कुरा गर्छौँ भने बाइङ सेटअप चाहिँ सलिडै देखिरहेको छ। सो सेकेन्ड सेयर रहेको छ युएनएचपिएल। थर्सडेको भिडियोमा चाहिँ कमेन्टमा चाहिँ एउटा रिक्वेस्ट पनि आएको थियो युएनएचपिएलको। सो करेक्सन देखिरहेको थियो, बाउन्स ब्याक पनि स्ट्रङै देखिरहेको थियो, अनि एक हिसाबको प्याटर्न जस्तो चाहिँ यहाँ फर्म भइरहेको थियो होइन। प्याटर्नको ब्रेकमा चाहिँ एउटा स्ट्रङ मुभ चाहिँ आएको जस्तो देखिरहेको छ मैले। सो इमिडिएटली मुभ नदेखिए पनि फाइनली मुभ चाहिँ दिन सकिरहेको छ। सो मार्केट क्यापको हिसाबमा कुरा गर्छौँ भने चाहिँ यसको टर्नओभर र ट्रान्ज्याक्सनहरू चाहिँ एकदम हाई देखिरहेको छ। अनि ओभरअल हामी होइन लङ टर्म रेजिस्टेन्सहरूको कुरा गर्छौँ भने पनि अझै पनि एक हिसाबको ग्याप चाहिँ बाँकी रहेको, अझै पनि रुम चाहिँ छ जस्तो देखिरहेको छौँ। सबभन्दा रिसेन्टको रेजिस्टेन्स भने 8% जति बाँकी रहेको छ। अनि साँच्चै केको मेजर तपाईँको रेजिस्टेन्स अल टाइम हाई लेभलको रेजिस्टेन्स भने चाहिँ 28% चाहिँ बाँकी रहेको जस्तो देखिएको छ। सो यसमा पनि मुभ भने चाहिँ स्ट्रङै देखिरहेको छ।
सो अझै पनि बाइङ अपर्च्युनिटीको कुरा गर्छ भने मेबी तपाईँको प्रिभियस रेजिस्टेन्सलाई फेरि केही टेस्ट गर्ला कि होइन भनेर नि हेर्न सकिन्छ, अथवा अझै सार्प मुभ दिन्छ त्यसपछिको करेक्सनमा होइन फेरि पनि बाइङ सेटअप जस्तो देख्छौँ भने त्यहाँबाट नि इन्ट्री गर्न चाहिँ सकिन्छ। इन्ट्री गरिसक्नु भएको छैन भने अथवा ट्रेन्ड लाइनको ब्रेकमा होइन इन्ट्री गर्नुभएको छ भने सेटअप चाहिँ अझै पनि सलिडै छ। एनएसपिएलको नि हेर्छ भने चाहिँ सेटअप चाहिँ राम्रो देखिरहेको छ। सो आजको लास्ट ट्रेड हेर्छ भने बिपिसिएल रहेको छ। बिपिसिएल पनि हल्का जुम आउट गरेर हेर्छ भने होइन एकदमै इम्पल्सिभ चाहिँ बाइङ चाहिँ दिन सकिरहेको थियो बिपिसिएलले। 30 दिनमै तपाईँको 100% जति चाहिँ यहाँ बढ्न पुगेको छ। अहिले पनि स्लाइड हामी करेक्सन जस्तो देखिरहेको छौँ। यसमा पनि प्रिभियस दुईवटा सेयरहरू जस्तै एउटा ट्रेन्ड लाइन जस्तो चाहिँ फर्म भइरहेको छ, एउटा सिमेट्रिकल होइन ट्रायङ्गल प्याटर्न जस्तो चाहिँ यसमा फर्म भइरहेको छ। बटमबाट हेर्छौँ भने एक हिसाबले प्याटर्न चाहिँ सलिडै यहाँ फर्म भयो जस्तो चाहिँ देखिरहेको छ भने टपबाट चाहिँ दुईचोटि जति चाहिँ यहाँ टेस्ट गरेर चाहिँ फर्म चाहिँ भएको छ, त्यस्तो सलिडै भइसक्यो भनेर चाहिँ हामीले भन्न सक्दैनौँ। अहिले चाहिँ रेजिस्टेन्सहरूले भरेको जस्तो जोनतिर चाहिँ बसिरहेको छ भने 13%मा 945 अनि त्यसपछि 24% पछि चाहिँ स्ट्रङ तपाईँको 1000 साइकोलोजिकल रेजिस्टेन्स ल। अनि बिपिसिएलले नि पहिल्यै चाहिँ धेरैचोटि रेजिस्टेन्स खाइसकेको ठाउँतिर चाहिँ हामी पुग्न जान्छौँ। तर मेन कुरा भनेको चाहिँ अहिले यो प्याटर्नतिर चाहिँ कसरी फर्म हुन्छ अनि ब्रेकआउट कसरी दिन्छ भनेर हेर्नुपर्ने हुन्छ। यतिको करेक्सनले पुग्यो कि पुगेन त्यो चाहिँ हामीलाई फ्युचरमा थाहा हुने कुरा हो। यसले चाहिँ प्याटर्नै हेर्नुपर्ने हुन्छ। बेस्ट सेटअप चाहिँ तपाईँको फेरि पनि टेस्ट गर्छ भने त्यसपछिको ब्रेकमा चाहिँ बेस्ट सेटअप चाहिँ त्यहाँबाट साइड फर्म हुनेछ। सो अहिले चाहिँ वेट एन्ड वाचमा बस्नु होला बिपिसिएलमा। सो आजको लागि यति नै, थ्याङ्क यू।